भाइहरूको श्रमदान चलिरहेछ होइन त? हो यसरी श्रमदान गर्नुपर्छ ल, सरसफाइ यसरी ज्ञानी बन्नुपर्छ। कहाँसम्म श्रमदान गर्ने छ आज? यति नै हो? भाइको नाम चाहिँ के हो? आज चाहिँ फोनिस स्कुलको भाइ बहिनीहरूले श्रमदान गर्दैछन्। गाउँको सरसफाइहरू फोनिस स्कुलदेखि लिएर तल किराचोकसम्म श्रमदान गरिरहेको भाइ बहिनीहरूले श्रमदान गरिरहेको देखिरहेछौँ। ल नानीहरूलाई यसरी नै सिकाउनुपर्छ, श्रमदान गरेर श्रमदान गर्नुपर्छ, बाटोहरू सरसफाइ गर्नुपर्छ भनेर यसरी स्कुलहरूले सिकायो भने नानीहरूले पनि सिक्छन् र बाटोघाटो सरसफाइ राम्रो हुन्छ, एकदम राम्रो हुन्छ। फोनिस स्कुलले चाहिँ एकदमै राम्रो जेस विद्यार्थीहरूलाई राम्रो सिकाएको छ, सरसफाइ गर्नुपर्छ र भन्ने यो अभ्यास राम्रो सिकाएको छ है। ल स्कुलबाट यसरी गाउँमै सरसफाइ मिलेर सरसफाइ गर्नतिर लाग्यो भने सबै सरसफाइ राम्रो हुन्छ गाउँमा। भाइहरूको श्रमदान चलिरहेछ होइन त? हो यसरी श्रमदान गर्नुपर्छ ल, सरसफाइ यसरी ज्ञानी बन्नुपर्छ। कहाँसम्म श्रमदान गर्ने छ आज? यति नै हो? भाइको नाम चाहिँ के हो?